एउटा नगरपालिका जहाँ त्यहाँ सरकारी कर्मचारी, शिक्षक, त्यो विद्यालय व्यवस्थापनमा बसेका साथीहरू, सरकारी जागिर खाने सबै अनि जनप्रतिनिधिहरू सबैको छोराछोरी चाहिँ सरकारी स्कुलमा पढाउनु पर्ने, त्यो कागजपत्र प्रमाण पुग्ने कागजपत्र त्यो नगरपालिकालाई बुझाउनु पर्ने। ओहो कस्तो राम्रो, यो सबैले सेयर गरिदिनुहोस् है, सबैसम्म पुग्योस्, यसले एउटा सूचना दियोस्, सबैलाई राम्रो होस् भोलि पर्सि। यो चाहिँ काभ्रेको मन्नन देवपुर नगरपालिकाले गरेको निर्णय हो। सबै त्यहाँका चाहिँ सरकारी कर्मचारी, नगरपालिकाभित्रका कर्मचारी, त्यहाँका जनप्रतिनिधि हैन, त्यहाँको तपाईँको सरकारी कर्मचारी लगायत सबै मान्छे चाहिँ सबै मान्छेले आफ्नो छोराछोरी चाहिँ सरकारी विद्यालयमा पढाउनु पर्ने, पढाउँछु भन्नु हुँदैन, नहुने, प्रमाणै पेश गर्नुपर्ने, नगरपालिकालाई प्रमाणै पठाउनु पर्ने। वाउ गुड। मन्नन देवपुर भनेको चाहिँ गोकुल बाँसकोटाको निर्वाचित क्षेत्र हो। यो चाहिँ काभ्रेमा पर्छ। कस्तो राम्रो निर्णय गरे यार मन्नन देवपुरले, आम्मामा कति खुसी लाग्यो मलाई त। अब यो देशैभरिको स्थानीय तहले यसै गरी सूचना जारी गर्ने हो भने एकदमै राम्रो हुन्छ यार। कति राम्रो निर्णय सुन्न पाएको, आम्मामा कति राम्रो है। ल हेर्नुहोस् त।